जानु पनि ढिलो भइसक्यो मार्छ होला हामीलाई त अब के गर्नु फाइन चाहिँ पर्छ केटाहरू अब हिजै जाउँ भन्दा सकतावा लागिरहेको थियो केटा अब आज सकतावा खोल्यो अब आज त हिँड्नु पर्ने हो अब के गर्नु जानै त होला अन्त के गर्नु छोराले ल्याउनु नल्याउनु ल्याइहालेछ त्यो पनि जुङ्गा भएको बुहारी ल्याएछ नि त हौ यता त मेरो भन्दा बाक्लो जुङ्गा नि हो नि कहाँ नि छ ढुङ्गा चाहिँ यता नि हो यस्तोमा अब कुनै कहाँ जुङ्गा छ कि कस्तो बुहारी ल्याएछ अन्त औ केटाहरू लाग्यो हो जेसुकै होस् हिमासँग जेसुकै लु लाग्यो जेसुकै बोक्नु है बानी भयो यतै अर्ना घर त औ केटाहरू लम्सासी गाडी गाडी है मा चाहिँ हेर्नु पढाएको छ अरे हो हर्सन जस्तो फेरि के जात पऱ्यो के पऱ्यो बसौँ के गर्नु बाहिर बस्नु को लाम्सासी इङ्ग्लिस म त अब यता बाहिर हाल्यो होइन हौ लाम्सार अहिले लात लाउँछ म हात आइल यहाँ ए पासे मासे छ कि छैन बाउ आमाहरू युमा थपाहरू छ कि छैन को हुनुहुन्छ कि ए हामी यसो बाटोमा यसरी बाटो माग्दै माथि तल हिँड्दै यसरी तुया तलबाट हिँड्दै आउँदाखेरि त कसो घर चिप्लेर हाने आइपुग्यो तपाईँको घरमा अन्त यसो दाइले चाहिँ खुन सक्नुहुन्छ कि भनेर बिन्ती गर्दै म के दाम पनि के साह्रो लागेको रिस पनि उठ्छ के गर्नु थाकेको बेला फेरि कहाँको पाहुनाहरू चाहिँ आइपुगेछ गरम भएको बेला होइन कहाँको पाहुनाहरू पो आइपुग्नु भयो हामी त पर पारीको पो यसो घुम्दै हिँड्दै यसरी पाको पो के को लागि आउनु भयो नि हजुरहरू अब त्यस्तै पर्यो प्रसिद्धि भयो गएको नि अनि तपाईँहरू त त्यो छोरीको लागि आउनु भएको जस्तो छ 3 दिनमा आउनु पर्ने झन्डै 3 वर्षमा मात्रै आइपुग्नु भयो नि तपाईँहरू अनि होइन अब यस्तो भयो आदाङदे यस्तो भयो कि आदाङदे ए अब बसौँ केटाहरू लाटमा हुन्छ अन्त यस्तो भयो साकदावा लागेको थियो ए हिजो आउनु पर्ने अस्तिको दिन अलिकति ढिलो भयो यसो माप्सी दिनुहोस् है फाइन पर्दा पनि हामी यसरी फाइन दिनेछौँ केटाले बिगार्ने केटीहरूले बिगारिहाल्यो केटा लाम्सीहरूले बिगारिहाल्यो ए आदाङदे माप्सी पाउँदैन नियममा त 3 दिनमा आउनु पर्ने तर अलिकति ढिलो भएछ तर पनि भित्र अब पहिला भुलिनु भन्दा चाहिँ अहिले बाहिरै बसेर चाहिँ कुरा गरौँ होला ल यहीँ बसौँ अब बाहिर म पनि यहाँ अलिकति पिरा लिएर आउँछु कि अनि बात मारौँ हौ गाडी खाने होला हौ मोटो काम खाने हो भरे के बोल्नु अब पिरा पनि ल्याएर आइपुगिहालेँ यहाँ हो अब पिरा ल्याएर यहाँ म बस्छु अब के छ तपाईँहरूले भन्नु त भन्नुहोस् त अब हो खुट्टा जाँदा लात लाउँछु म ल खुट्टा जाँदा खाल निकाल्छ त्यो के छ सबै यहाँ ब्लड नाम हो चाहना हौ त्यस्तो होइन यो निकाल हौ यहाँ त सुत्या गरी खान्छ हौ त्यो के हो मुरी त्यस्तो के हो यो भुत्ला जस्तो लुकायो हौ के पो ल्याउनु भयो यो तपाईँहरूले के ल्याउनु भयो होला हजुर ए आदाङदे यो चाहिँ अब तपाईँकोमा यसो फुल्सी फुलेको थिएछ बमराले चुर्सी सकिएछ भन्दा पनि चुस्दै थिएछ भन्दा पनि चुस्दै चाहिँ थियो पहिल्यैदेखि चुस्दै थिएछ चुस्ता बमराले भनेरै फुल्ले ए कति चुसौ मलाई पनि लाइजाउ जातिर लात लाउँछ हाँस्छरी तिनीहरू ए त्यसको लागि हामी यसरी आएको है भन्नु यो के ल्याउनु भएको यो अब यसो छोरी चाहिँ तपाईँहरूको हाम्रो जिम्मामा छ अझैसम्म चाहिँ राम्रै छ राम्रै राखेको छु राम्रै छ अझैसम्म भनेर यसो एउटा हाम्रो एउटा र इङ्ग्लिसबाट भन्यो भने त मेसेज जस्तो मात्रै भनेर नि होइन तपाईँले भमराले
भमरा चुस्यो के भन्दै कुरा चाहिँ धेरै लामो तन्काएर घुमाएर भन्नुहुँदैछ तपाईँले। त्यस्तो कुरा तन्काएको घुमाएको चाहिँ मलाई मन पर्दैन। त्यस कारणले गर्दाखेरि चाहिँ डाइरेक्ट तपाईँको छोरी चाहिँ हाम्रो छोराखालले लग्यो भनेर भन्नुपर्छ नि त हौ। होइन यो रक्सी त चिनियो, यो म्यागी सेगी चाहिँ फेरि के ल्यायो यो कि तल फ्याँकिदिउँ हौ म। यो के हो यो रेड लेभल ब्लू लेभल ल्याउनु पर्दैन, यो के हो यो यसो अलिक टिन? यो चाहिँ हेर्दाखेरि त गाईको पिसाब बोक्ने जस्तो देख्छ होला, तर यो चाहिँ गाईको पिसाब होइन नि, यो चाहिँ फेरि भित्र तिन पानीहरू छ। तिन पानी त छ, लु तिन पानी म माने ठिकै छ। अब यहाँ फेरि सुँगुरको यता यो चिरा राख्नुपर्ने त्यो पनि छैन। के गर्नु, सकेको भए त थाल पनि यत्रै छ, के गर्नु र? ठुलो ल्याउनु पर्यो नि, ठुलो। सुँगुर डल्लै राख्थेँ, तर के गर्नु, त्यस्तै परिस्थितिले गर्दा त्यस्तै भयो। के गर्नु, साखा दावा लाग्यो, साखा दावा भर्खर लागेर जाँदै बासी कुप्पा साखा दावा भर्खर जाँदै हुन्छ भनेपछि मेरो छोरीले पनि आजैसम्म चाहिँ म्यागी नै दिएर चाहिँ राख्नु हुँदैछ तपाईँहरूले। त्यसले पो डाइरिया हुने होला है। होइन हजुर, त्यसले डाइरिया भन्दैछ। हजुरको छोरीले फेरि जुङ्गा पनि नखौडी आएको रहेछ नि त। होइन कुन चाहिँ जुङ्गाको कुरा खोइ खोइ अब होइन जुङ्गा त यस्तो जुङ्गा त नउम्री नखौडी आएको। होइन अहिले म गाउँले थुपा त धुलाइ गर्छु। अहिले यहाँ कुरा बिगार्दैछ कि अहिले त्यसो पनि अब बाहिर बेसी किन बस्नु र? सबै यिनीहरू चियाहरू भित्र लगेर चिया खाएर भित्रै कुरा गरेर कुरा गर्नुपर्छ। कुरा अलिक नमिल्ला जस्तो छ फेरि। बोक्नु न हौ, यहाँ भित्र पक्ष फिलाङ गर्दैछ। अब जे हुनु थियो भइहाल्यो। अब छोरी चेली भनेको तपाईँहरूकै लागि हो, कुटुम्बहरूकै लागि हो। तपाईँहरू ढिलै भए पनि तपाईँहरू निन्दो गर्नु चाहिँ आइपुग्नु भएछ। तर यो म्यागी चाहिँ मन परेन है मलाई, यो म्यागी चाहिँ मन परेन। होइन यस्तो भयो कि कताङ्बे मासु ल्याउँ भनेको त साखा दावा पनि लागिरहेको छ हजुर। अन्त फेरि छोरीले भन्यो बुढोको दाँत छैन, बुढोको दाँत छैन, म्यागीमा चाहिँ खान्छ होला, यो त नाटोकी निलिहाल्छ भन्यो। होइन यो म्यागी चाहिँ के गर्नु बोकेर आएको? यो रङ्गना ढङ्गको यो कसले खान्छ यो म्यागी? हौ दिनसम्म त्यो हो। कसले खान्छ यो रङ्गना ढङ्ग छोरी खानु आएको भन्छ? हौ म आएको छ होइन किन हाल्दैछ? म देऊ क्या? अनि सम्धी साथ अन्त छोरीको चाहिँ जन्मैदेखि जुङ्गा त्यस्तै हो। होइन के भन्छ छोरीको यिनीहरूले? साला के भन्छ यिनीहरूले? मार्छ है।